हेलो नमस्ते एभ्रिवान, फेरि पनि म उपस्थित भइसकेको छु हजुरहरूमा। त आज मेरो खासै ब्लगमा हजुरहरूसँग कुरा गरौँ र केही दुःख सुखको कुरा बाटौँ भनेर म ब्लग लिएर आइसकेको छु। हजुरहरूलाई मेरो ब्लग कस्तो लाग्छ र हजुरहरू कोही पनि यदि मेरो ब्लगमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन दबाउनु होला। र हजुरहरूलाई म एउटै कुरा भन्न चाहन्छु बार बार कि कसै न कसैले सपोर्ट गरौँ र एक आपसमा अगाडि बढौँ। यदि हजुरहरू माझ मेरो भिडियो आइपुगेको छैन भने कसै न कसै माझ त यो भिडियो आइसकेको हुन्छ र सबैले सेयर गरिदिनु होला भन्दै म भिडियोलाई अगाडि बढाउन चाहन्छु। आशा गर्छु हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। र फाइनली साथी, यो युट्युब लाइनमा के हुन्छ भने कि कसैले कसैलाई चिनेको हुन्न। भिडियो त पब्लिस गरिन्छ तर पब्लिस गरे बापतमा सही ठाउँमा भिडियो गएको हुन्न होला सायद, त्यही भएर भिडियोमा भ्युज आउँदैन। र अर्को कुरा, कसैले भिडियो हेरे पनि भाइ यसको गफै ठुलो र यसको आवाजै राम्रो छैन र यो यस्तो तरिकाले बोल्छ, यसको बोली नै मलाई सुन्नु मन परेन भनेर स्किप गरिदिने, यो कहिले पनि नगर्नु होला। हजुरहरू पनि युट्युबमा काम गर्नु चाहनुहुन्छ भने हैन, र आफ्नो युट्युब नयाँ च्यानललाई सेयर कतै पनि नगर्नु होला। र बिस्तारै बिस्तारै मान्छेले चिन्दै जान्छन् र मान्छे एक आपसमा जोडिएर हैन ठोकिएर नै अब च्यानल ग्रो हुन्छ। हजुरलाई म यो कुरा जनाउन चाहन्छु। र दोस्रो कुरा, हेर्नुहोस्, हरेस नखानुहोस्, टाइममा भिडियो अपलोड गर्नुहोस्, टाइम टु टाइम, र टाइम पछाडि आफ्नो थम्बनेल, डिस्क्रिप्सन र टाइटल राम्रोसँगले लेख्नुहोस्। आफै भिडियो बिस्तारै 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 ग्रो हुँदै जानेछन्। म हजुरहरूलाई यही जानकारी गराउन चाहेँ। र दोस्रो कुरा, हेर्नु न साथीहरू, मेरो पनि युट्युब च्यानल त ग्रो भएको छैन हैन, यो मुलाले के जान्दछ भनेर भन्नुहुन्छ होला। तर फाइनली युट्युबले अवश्य एक न एक दिन हैन भिडियोलाई ग्रो गराउँछ र भिडियो हजुरहरू माझ अवश्य पनि आउनेछ। म हजुरहरूलाई यही भन्छु। र कोही पनि यदि युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने जाने बुझेको कुराहरू म पनि सेयर गर्न सक्छु। हजुरहरूले कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला, म त्यसको रिप्लाई दिन सक्छु। र साथीहरू कमेन्ट गर्नु होला, म अवश्य त्यसको रिप्लाई दिएर हजुरहरूलाई म भन्नेछु। र अर्को कुरा, हामी एउटा हेर्नुहोस् नयाँ युट्युबर हो। नयाँ नयाँ युट्युबरमा काम गर्दै जाँदाखेरि हामीलाई बहुत गाह्रो हुन्छ। त्यही भएर एक अर्काको सपोर्ट गरौँ भन्ने मात्रै हो मेरो भनाइ। हुन त एक दिन न एक दिन अवश्य पनि थोरै बहुत च्यानल मोनेटाइज त गराउन सकिन्छ, तर पनि अब च्यानल मोनेटाइज गराएर मात्रै भएन हैन, त्यसमा अब भ्युज आउनु पर्यो र अर्निङ चालु हुनु पर्यो हैन। त्यही हो, अब काम गर्दै जाँदाखेरि कुनै कुनै कुराहरूमा अब नजानेको कुराहरू मान्छेले सेयर गर्दाखेरि राम्रो हुन्छ हैन। कुनै पनि एउटा टिप्पणी लिएर आउनुहोस्, फिल्डमा उत्रिनुहोस् र त्यो फिल्डबाट अगाडि बढ्नुहोस्। हजुरलाई म यही भन्न चाहन्छु। र दोस्रो कुरा, जतिले मलाई चिनेर माया सपोर्ट र साथ दिनुभएछ उहाँहरूको म जति आभारी छु। म हजुरलाई एक न एक दिन मेरो च्यानल मोनेटाइज गराएर देखाउने नै छु। र दोस्रो कुरा, हेर्नु, म मोबाइलबाट बनाउँछु, कसैले अब के अरे कम्प्युटरबाट बनाउँछन्, कसैले क्यामेराबाट बनाउँछन्, हरेक आफ्नो आफ्नो तरिका हुन्छ। म अब मोबाइलबाट बनाउँछु र कहिलेकाहीँ मेरो भोइस क्लियर पनि नआउन सक्छ, किनभने डिस्टेन्स लामो छ। माइक त किनेको छु तर त्यो माइकबाट बोलेको मलाई खासै राम्रो लागेन हैन, अलिक सस्तो माइक पर्यो होला, त्यही भएर। र ठिकै छ, काम गर्दै जाने हो, हौसला र सपोर्टको जरुरी छ। हजुरहरूले अवश्य पनि सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ। र दोस्रो कुरा, हेर्नु साथीहरू,
जति रिक्वेस्ट गरे पनि आफ्नो आफन्त जति पनि आफ्नो चिनेको साथीभाइहरूले आफ्नो भिडियो हेरेर कम्प्लिट गर्दैन, कसैले त काटि नै दिन्छ होइन। त्यही भन्न चाहन्छु र यही भन्दै आजको मेरो यो टपिक्स कस्तो लाग्यो हजुरहरूलाई, र हजुरहरू मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन दबाइदिनु होला र अर्को भिडियोमा भेट्ने बाचाका साथ हजुरहरूबाट बिदा हुन चाहन्छु। हस् त, नमस्ते, लभ यु अल।